तर विषयको चाहिँ कहिले चाहिँ कस्तो हुँदो रहेछ भने तपाईले कुन भल्युममा भन्नुहुन्छ, कुन आवाजमा भन्नुहुन्छ भन्ने हुँदो रहेछ। अहिले मान्छे धेरै चाहिँ के चिज बहसमा ल्याइरहेछन्, के चिज बुझाउन खोजिरहेछन् या के चिजमा कन्भिन्स गर्न खोजिरहेछन् भने माओवादी आन्दोलन भने म केही दिन अगाडि एउटा भारतीय कार्यक्रम हेर्दै थिएँ। त्यहाँ पनि रञ्जित रे हाम्रो पूर्व राजदूत र एकजना त्यहाँका पत्रकार सहित बसेर उहाँहरू के भन्दै हुनुहुन्थ्यो भने रञ्जित रेले त टाउको मात्रै हल्लाउनु भयो। उहाँहरू चाहिँ हामीले नै त्यहाँ प्रणब मुखर्जीको नाम लिएर, जेडी बक्सीको नाम लिएर होइन भारतमा माओवादीलाई, नेपालका माओवादीलाई पाल्ने, पोस्ने, हुर्काउने, हतियार दिने सबै काम हामीले गरे हो नि, हामीले प्रयोग गरेको पुष्पकमल दाहाल प्रचण्डलाई भन्दै थिए। तपाईँ त उनीहरूको सेना जस्तो क्या। अब योभन्दा चाहिँ बेइमानी राजनीतिमा योभन्दा झुट अर्को केही हुनै सक्दैन। मैले भने नि इतिहासको यस्तो संवेदनशील प्रश्नतिर तपाईँले उठाउनु भयो। आजभोलि मिसइन्फर्मेसन क्याम्पेन नै चलेको छ माओवादीका विरुद्ध, जनयुद्धका विरुद्ध, प्रचण्डका विरुद्ध। त्यसकारण मैले गम्भीरताको साथ भन्नुपर्ने छ ती सबै प्रचारबाजीहरू बिल्कुल गलत प्रचार हुन्। ती नियोजित ढङ्गले यो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध परिलक्षित छन्। जसरी यहाँभित्र पूर्व राजावादी, म त तिनलाई अपराधी भन्छु, ती चाहिँ अपराधी मानसिकताका मान्छेले मेरो बारेमा, मेरो परिवारको बारेमा जे भनेका छन् त्यस्तै हो। त्यो जेडी बक्सी भन्नेले बोलेको कुरा पनि त्योभन्दा फरक कुरा होइन। त्यो चाहिँ नियोजित ढङ्गले माओवादीलाई र त्यसको लिडरसिपलाई बदनाम गर्ने उद्देश्यका साथ गरिएको। म तपाईँलाई भन्छु 2057 सम्म जनयुद्ध सुरु भएको 5 वर्ष पुगेर 6 वर्ष लाग्दै थियो। हामी दोस्रो राष्ट्रिय सम्मेलनमा थियौं जसले प्रचण्ड पथ भनेर चाहिँ मार्क्सवाद लेनिनवाद माओवादको साथमा जोड्यो। त्यहाँसम्म हाम्रो कसैसँग कुनै सम्बन्ध छैन। त्यसपछि 57 म भन्दैछु, म तपाईँलाई सिधा भन्छु ताकि फेरि जनताले अरू चाहिँ के हो भन्ने प्रश्न नपरोस्, फेरि प्रश्न सोध्ने ठाउँ नरहोस् भनेर भन्न चाहन्छु मैले। 58 सम्म जाँदा अब हाम्रो जनयुद्ध यति तीव्र वेगमा अगाडि बढ्यो कि प्रचण्ड पथ भनिसकेपछि र त्यो संश्लेषणमा सिङ्गो पार्टी एकजुट भइसकेपछि र सेनाको पनि हामीले सम्मेलन गर्यौं रोल्पामा। सेनाको सम्मेलनबाट अनि जनमुक्ति सेना औपचारिक रूपले घोषणा गर्यौं। त्यसपछि यति धेरै फौजी कारबाही भएका छन् र सफल कारबाही भएका छन्। दाङ आक्रमण त्यति बेलै भएको छ। सेनामाथि पहिलो आक्रमण गरेर 12 ट्रक हतियार एकैचोटि चाहिँ रोल्पा लाने काम त्यति बेलै भएको छ। त्यसपछि ठुलो राजनीतिक तरङ्ग देशभित्र, नेपाली कांग्रेस भित्र पनि पैदा भयो, एमाले भित्र पैदा भयो, सबै दलहरूमा पैदा भयो, भारतमा पनि पैदा भयो, अमेरिकामा पनि पैदा भयो। तपाईँ हामी सबैले बुझ्नु त्यति बेलासम्म हाम्रो कसै